के भयो नानी? घरमा कोही नि छैन, एक्लै छु म आज। अब तिमी घर आए एक्लै भयो क्यार नि हो त मैले। आज यतै बस्ने गरी आउनु। राम 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 होइन के भने त्यस्तो हो लाजै लाग मलाई त। बरु बोयफ्रेन्डहरुलाई बोलाउन बस्नलाई। बोयफ्रेन्डहरु त टन्नै होला नि तिम्रा। कोही नि छैन। ए बोयफ्रेन्डहरु कोही पनि छैनन्? त्यसो भए त समाज सेवा गर्नै पर्यो नि। ल ल म आउँछु। अनि आउँदा के ल्याइदिने हो त? स्याउ सुन्तला केरा। ल ल केरा र सेउ त पाइन्छ के रे? सुन्तलाको सिजन गइसक्यो। सुन्तला पाइन्न मार्केटमा। बरु तिमीले रक्सी चाहिँ कतिको खान्छौ? अलि अलि। ल ठिक छ त्यसो भए अलिकति रक्सी पनि लिएर आउँछु। अनि रक्सी मजाले खानुपर्छ है। अनि सुन न रक्सी खाएपछि मेरो फेरि अलिक चिच्चाएर बोल्ने बानी छ। के समस्या त हुन्न नि? छिमेकीले सुन्छन् सुस्ता गरी बोल्नु। ल ल म सुस्ता नै बोल्ने कोसिस गर्छु। अनि सुन न मेरो घरमा अलिकति काम छ। म आउँदा अलि रात पर्न सक्छ। म आउने बेलासम्म तिमी निदाएर ढोकै खोल्न पनि क्यार्ने हो फेरि।